नमस्कार साथीहरू। आज म तपाईहरुलाई तपाई कस्तो हुनुपर्छ भन्ने बारेमा एउटा सानो प्रस्तुति भिडियो मार्फत दिन गइरहेको छु। जे जस्तो भए पनि तपाई कसैको नजरमा अत्यन्त सुरवीर ठानिनुहुन्छ भने कसैको नजरमा तपाई सबैभन्दा डरपोक मानिनुहुन्छ। त्यसैगरी कसैको नजरमा तपाई सबैभन्दा बलवान मानिनुहुन्छ भने कसैको नजरमा तपाई अत्यन्त दुर्बल ठानिनुहुन्छ। कसैको नजरमा त्यसैगरी तपाई एकदम अत्यन्त राम्रो व्यक्ति मानिनुहुन्छ भने कसैको नजरमा तपाई सबैभन्दा खराब व्यक्ति मानिनुहुन्छ। कसैको नजरमा तपाई अत्यन्त झर्को लाउने व्यक्तिको रूपमा चिनिनुहुन्छ भने कसैको नजरमा तपाई उसको निम्ति अत्यन्त आरामदायी अथवा कम्फोर्टिङ मानिनुहुन्छ। त्यसैगरी कसैले तपाई को छेउमा रहँदा एकदम एङ्सियस फिलिङ अथवा भनौं आतिने खालको माहौल बनिन्छ भन्ने बुझ्छ भने कसैले तपाईको समीप्यमा रहँदाखेरि अत्यन्त एकदम शान्त वातावरण हुन्छ भन्ने बुझ्छ। कसैले तपाईलाई अत्याधिक भनेर बुझ्छ भने कसैले तपाईलाई साह्रै कम अथवा तपाई चाहिँ उसको लागि एउटा उपहार हो भनेर बुझ्छ। त्यसैगरी मान्छेले आफूलाई हेर्ने भनेको अथवा अरु मानिसले आफूलाई हेर्ने भनेको उसको नजरबाट हेर्ने हो। त्यसमा तपाईले केही गर्न सक्नुहुन्न। तपाईले जे जति गरे पनि संसारमा मान्छेले तपाई कस्तो हो भनेर आफै आफ्नो कुराहरु राखिरहेका हुन्छन्। वास्तवमा तपाई त्यस्तो नहुन सक्नुहुन्छ। त्यसैले यो संसारमा आफ्नो तरिकाले जिउन सिक्नुहोस्, आफू आफै बन्न सिक्नुहोस् र आफू कसैका निम्ति पनि परिवर्तन नहुनुहोस्। तपाई जस्तो हुनुहुन्छ त्यस्तै रहनु होला। जे गरे पनि सुख छैन। ल हवस् त, धन्यवाद साथीहरू।